आज चाहिँ पुनः फेरि हामी चाहिँ तिहार मनाउन जाँदैछौँ। ल हाम्रो साथीहरू यहाँ तिहार मनाउनलाई अगाडि बढिरहेको छ। हामी तिहार मनाउन चाहिँ बढेको तर खै आशिष सर कपिराइट पर्छ सानो मान्छेले टिका लगाइदिने रे, सानो 2 वर्षको बच्चाले यहाँ भाइ टिका लाउँदैछन्। ल आजको हाम्रो तिहार चाहिँ लास्ट भइसक्यो। आज चाहिँ हाम्रो यो चाहिँ अलिक पढ्नु आउँदैन, रातो छ यो रातोले यस्तो रातोले फेरि यता नि रातो बनाउँछ, रातो बनाउँछ। अस्ट्रिचको अन्डा हो। भात मारा हो। एकदम रमाइलो छ। आज चाहिँ पुनः फेरि हामी चाहिँ तिहार मनाउन जाँदैछौँ। तिहार मनाउने क्रममा आज बिचमा एकछिन रोकेर सानो भिडियो सर्ट लिइराखेको छौँ है। यता माथि चाहिँ देखिरहेको छ मिलेरिया सपिङ सेन्टर। यहाँ हाम्रो साथीहरू गफ गरिराखेका छन्। ल हाम्रो यहाँ तिहार मनाउने साथीहरू अगाडि बढिराखेका छन् गफ दिएर। अब हामी तिहार मनाउनुलाई जाँदैछौँ है। हेलो नमस्ते। यतिखेर रातको 10 बजिसकेको छ। यसपालि पनि म तिहार मनाउनुलाई चाहिँ अगाडि बढिराखेको छु। तिहार मनाउनुलाई जाँदैछौँ। तिहार हाम्रो चाहिँ तिहार साँझमा मात्रै हुने भएको हुनाले गर्दाखेरि दिनभरि हामी काममा हुन्छौँ अनि साँझ भएपछि सबैजनासँग भेटघाट हुन्छ। भेटघाट भएर साँझमा मात्र हामी तिहार मनाउँछौँ। अब केही समयपछि हाम्रो गन्तव्य स्थान पुग्नेछौँ। साथीहरू यहाँ अगाडि बढिराखेको छ। ल हाम्रो साथीहरू यहाँ तिहार मनाउनलाई अगाडि बढिरहेको छ। हामी तिहार मनाउन चाहिँ बढेको तर टिका नलाउने खालको तिहार मनाउँछ नि। हामी चाहिँ टिका नलाउने खालको है। हामी आज ल हाम्रो गन्तव्य स्थान आइपुगिसक्यो। अब केही समय पछाडि हामी सबैजना भेटघाट हुन्छ। नेपालीमा भन न। नमस्ते। आज त अङ्कल हेर्न पाइन्छ है। कहाँ छौ? चस्मावाला फेरि यो भ्लगले फेरि मार्न नि मान्छे। अब हाम्रो तयारी भइसक्यो है टिका लगाउने। नौसली बहिनी हाँस्दै हाम्रो पालो आइसक्यो। तपाईँ भ्लगमा हाल्नु आउनुहोस्। हो दाजु नमस्कार। नमस्ते। कति आइपुग्नु? ल सबैजना यतिखेर यहाँ भेला भइसकेको छ तिहार मनाउने। यता टिकाहरू धमाधम चलिराखेको रहेछ है। के गर्दै हुनुहुन्छ यहाँ कुनामा तपाईँ? सिरी च्याट्टै परेको? ए गिफ्ट हो क्या हो? ओहो। अनि कुनामा बसेर कहाँ राम्रो देखिन्छ? उज्यालोमा निस्किनु नि। छुट्टी हो आज तपाईँ? ल ल ल ल ल ल यता खानेकुराहरू सबै रेडी बनाइसकेछन् भान्जीले। चिरी च्याट्ट बनाएछन् है। हाल्दिन। कति पैसा कमाउनु पर्यो? बाबा हामी
त कति पैसा आउँछ कति पैसा आउँछ म त आजकल सुतेर हामी डलरै डलर खर्च है बाँड्नु है मलाई सब्सक्राइब पनि ममा पनि बाँड्नुपर्छ होइन मलाई अझै तपाईँको सबै दिनु मेरो पनि सबै दिन्छु ल हाम्रो तयारी भइसक्यो अब भाइ टिका लाउने चाहिँ यता हाम्रो सुमन भाइ छ नमस्ते म चाहिँ एकदम बिग फ्यान सब्सक्राइबर पनि हो नि मबाट नि झर्छ 0 पोइन्ट कति डलर ज्यापै अमेरिका चेलीको बाउमै थियो त ज्याममै मख परेर गमक्क परेर पुलुक्क परेर हैन अरूको सबैको सकिसक्यो हाई ह्याप्पी तिहार सबैजनालाई हामी पो अन्तिम पऱ्यौँ कि हो अझै ग्रुप छ नि उहाँहरूको अगाडिको साल त सबैभन्दा अगाडि लागेको एकदम रमाइलो भइरहेछ म्याडम आज एक वर्ष चाहिँ अलिक ढिलो भयो होइन तिहार निनीको पनि घरि खिचिदिनु ल बोलिरहेको अरू बेला भयो नि ठिकै हुन्थ्यो तिहारमा पढ्नु अनि उता उता घटेको त राम्रो त फिटनेस भएको होइन आशिष ठिकै हो कराउनु ठिकै हो कि गलत हो कराएको त होइन भिडियो बनाइराख्नु अनि भाइ टिका आउने बेला हेर्नु लेखेर राख्नु नम्बर 1 नम्बर 2 के भनेर फुटाएको सुनाउनु हुँदैन क्या यो भनेर फुटाएको साह्रो छिटो भयो मन पनि परेन जस्तो हो त्यहाँबाट छर्दै छर्दै जानु यतैबाट हो त्यसो यताबाट हो यताबाट जानु हो त्यसो हतार नगर न आशिष मामाले फेरि कराउँछ के कराउँछ कराएको होइन खालि करा जस्तो लाग्छ सबै होइन 4 चोटि भइसक्यो त 4 चोटि भइसक्यो हाम्रो भन्दा राम्रो भन्दा त फेरि हाम्रो त बिस्तारै लगाइदेऊ हतार फर्ममा छ है फर्मबाट लाएर त्यतिकै लागेको धेरै फरक पर्छ नि मेरो ढङ्ग थाहा छ नि त त्यही भएर नि लाउनु पर्थ्यो भयो ए त्यो 1 महिना अगाडिदेखि खोइ त तयारी चाहिँ आयो तयारी त रहेछ यतिकै बनाइ बिना लाउँदा हेर्नुहोस् यहाँ कति सजिलो छ टिका लगाउनलाई ट्याक्क सरी है मैले टेक्नोलोजी आन्छ मान्छेले स्टिकर वाला लिएर टाँस्न आफै हातमा दिन आफै टाँस्छ अर्को सालदेखि त टक्क लिएर भाइरल बनाउनुपर्छ टिकटक फेसबुक मेरो जतिको छैन गर्नु त पर्थ्यो गर्दैन गाड आउँदैन फर्ममा युज गरेर लगायो रम्पाङ्गै लगाइदियो कहाँ बाङ्गो हुन्छ तपाईँको आँखा चाहिँ बाङ्गो भएर सिधा राख है त सिधा भयो नि टेक्नोलोजी होइन कसको आइडिया यो कसको आइडिया आशिष मामा मेरो ढङ्ग थाहा पाएर नानेर बाङ्गो बाङ्गो बनाएर कान्ति पुराको हुन्छ सबैले थाहा पाइसक्नु भएको छ कलर पनि ठ्याक्क कुन लाउँदा राम्रो देखिन्छ कुन लाउँदा ट्याक्कै लगाउनु पर्यो चेलीबेटीहरूले 1 महिना अगाडिदेखि त्यो म्याच गर्नु पर्यो कुन लाउँदा कुन सुहाउँछ प्र्याक्टिस गर्नु पर्यो क्या होइन
म्याचिङ कलर कुन होइन मेरो कपिराइट कपिराइट पर्छ अरे बन्द गरे के खै आशिष सर कपिराइट पर्छ फर्म भनेको फर्म हो नि अलिक छिटो चाहिँ भयो भन्नु जस्तै भयो फर्मबाट लाग भनेको फर्मबाट हो नि फर्मस टिका सिधा राख है सिधा छ छैन आउँदाखेरि चाहिँ अब सिधा भएन भने त्यो ऊ पनि लेन पनि दूरबिन ल्याउँछु अर्को साल मैले भान्जीको लागि चाहिँ खतरा छैन होइन के अरे जुनलाई त कति आइडिया छ नि होइन बनाउनु भने कसैको आइडिया छ यो बनाएको यो कसैले टोपी नलगाएको रहेछ फेरि के यस्तो अहिले लगाइदिन्छु नि त्यसो नभने टोपी लगाइदिनु पर्ने रहेछ हामी त खास चाहिँ टोपी नहुनेलाई लगाइदियो टोपी अहिलेसम्म लागेको छैन त्यति मात्र टकटक है लगाएको मात्र टोपी नै सिलाएको छैन टोपी हुनेलाई चाहिँ नदिनु नहुनेलाई चाहिँ लगाइदिनु ल अहिले यता यसो हेर्दिनुस् टिका लाउने मान्छेले पनि हेर्दिनुस् के यता यता हेरेर पगिहाल्छ उता के यता चाहिँ हेर्नु ल टिका लगाइसक्नेले चाहिँ यता हेर चाहिँ हाम्रो टोपी छैन तपाईँको टोपी छ नि एउटा सोह्र र टोपी चाहिँ अर्को साल चाहिँ लाउनु पर्ने भयो कस्तो चाहिँ भएछ त फर्मल अरे के अरे फर्मा नाम पनि कहाँ मात्र ल्याएछ फेरि फर्मा मान्ने छैन के मैले लाग्यो म यहाँ अब पहिले लाउँदै पछि अति गरेर कति वर्ष मात्रै भयो यो लाउनु थाल्यो साकेलामा नलागे सबले गाली गरेर नेपालमा लाइन के मैले फेरि तराईमा बस्ने मान्छेहरू लाउँदैन क्या कुनै म त लागेको छैन क्या अहिले त अहिले चाहिँ लाउँछ प्रायः सबैले त्यस्तो खतरै त भएन मैले देखेको थिएँ क्या खै कहिले भयो त हो कस्तो दामी बनाउँछ कि त्यति गरेको होइन नि देखेर हो नि कस्तो दामी हुन्छ केराको त भाइरल भएको देखेको थिएँ कि केरा तर म के भए पनि टिका लाउने ढङ्ग नभए पनि तर मेरो माइतीहरू धेरैजना हुनुहुन्छ हाम्रो पालसम्म जुन बोक्नै चाहिँ म झरिनँ तर यसो काठमाडौँ तराईतिर घुम्नु जाँदा लगिन्थ्यो रतनजयबाट काठमाडौँ पुल 3 दिन लाग्यो बेलुका झर्नु पर्ने यहाँ र यहाँ काठमाडौँ छ यहाँ तल झरेर यसरी घुमेर यहाँ खै बिजुहरू टिका लाउनु बसेको हो कि त्यो गफ गर्नु बसेको त्यो मेरो भिडियोमा भरे भाइरल होला र फेरि खुसीको कुरा छैन आइफोनबाट सबैको राम्रो आउँछ चुच्चो पारेर लगाइदो अलिक अगाडि ढल्काएर लाउनुपर्छ सानो साइजको मैले नढल्काउनु त्यसरी होइन म साट्छु यो ठुलै रहेछ सानो छ नेपाल गएर राख्नुपर्छ नि थापमा राखेर त्यो ऊ टिका चाहिँ जोगाइदेऊ न टोपी लाउँदा है औ सोरिन्छ फोटो खिच्नु देऊ है माथि ठिक्रीको ठुलो विजयलाई अलिक ठुलो लगाइदिनु पर्ने हो होइन हुन्छ
है एकछिन होइन, हुन्छ, हुन्छ। टिकाएर सिधा बनाउनु पर्यो। मेरो चाहिँ ठुलो परेछ बिजुलीले चाहिँ सानो मेरो चाहिँ तल यो सुमन सुमन भाइ ठुलो चट्ट बनाएर अनि उसले त प्रकाश भुजेलले त ऊ गर्छ त्यो होइन बिजय चुप लाग्यो भन्दैछ भिडियो बनाउँदैछ मेरो हेर कि हाम्रो जाँदैछ ब्लग जाँदैछ नालातिर राम्रो भयो जान्नु भएको छ नि अर्को ल्याऊ पदम दाइ त त्यत्तिकै राम्रो हुनुहुन्छ नि यहाँ सबैभन्दा राम्रो सिउनु हुँदैछ तेरो नथी छ क्या त्यो बिचमा भएन नि त सेतो मकन इन्जिनियर बिगारिसक्यो के इन्जिनियर साई त कडा कडा यहाँ के अरे सुमन बाबुले कति मजाले फेरि टोपी टक्क मिलाएर लगाइसक्नु त्यो मुसललाई पनि बोलाएर एकैचोटि लगाइदिए हुन्छ अर्को साल त लगाइदिनुपर्छ नि अब सोनिकाको नि आउँदैछ होइन त्यो हेरिहाल्नु यसरी गर्नुपर्छ यसरी के भन्छ नेता छेल्यो नि अलिकति मैले यहाँ मेरोबाट पनि अहिले यता होला मेरो पनि यता उयो होइन बस्नु बस्नु न बस्नु त भोकै बस्दै गर्ने यस्तै त बहिनी कामा ल हाम्रो चाहिँ यतिखेर टिका लाउने कार्यक्रम सकिसकेको छ गिफ्टहरू आइसकेको छ थरी थरीको यो चाहिँ अलिक भव्य छ जस्तो छ के हो दाइ यो फोर्ने हो कि के हो दुई शब्द बोलिदिउँ त दाजु दुई शब्द आज चाहिँ हामी 2082 सालको शुभ दीपावलीमा अवसरमा साउथ कोरियाको सौलको रोयल इन्डियन रेस्टुरेन्टमा चाहिँ
हामीले आज भाइटिका तिहार मनायौँ चेलीबाट माइतीहरूले टिका लगाएको 7जना धन्यवाद। अब सानो मान्छेको पालोहरू आउँदै रहेछ हो। हाम्रो दाइसँग म लगातार कति वर्ष? 4 वर्ष लाग्यो है। 3-4 वर्ष भयो। 3-4 वर्ष 3 वर्ष भयो। ल सानो मान्छेले टिका लगाइदिने रे। सानो मान्छेले यहाँ ठुलो मान्छेहरूलाई टिका। सानो मान्छेबाट चाहिँ अब यहाँ टिका लाउँदैछ है। ल ठिक छ। सानो 2 वर्षको बच्चाले यहाँ भाइटिका लाउँदैछन्। हाम्रो नातिनीले यहाँ भतिजलाई भाइटिका। अब यता उछन दादालाई पहिला ऊ सीताले उनी गरेको यो दादालाई जस्तो लाइम लगाइदिएछ राम्रो बनाउनु पर्दैन। दादाले त पुगिसकेछ ला कस्तो खालको रहेछ हौ दादा त। ल बहिनी गर लु दादालाई छानेर बहिनी उकेर टिकटक भिडियो लाउनु पर्दैन यहाँ दादाले नमस्ते उछन दादालाई यतिकै त गरेको उसन दादालाई देऊ। सुनिल दादालाई मालालाई दादालाई अब आफै जोप्सीमा यता हेर यहाँ फोटो खिच्दिन बहिनी फोटो कति राम्रो यहाँ हेर भयो भयो अब
यतिको कमेडी के भयो दादाको ल पकेटमा लाग्यो दादालाई दिँदैछ कमेडी गरेर होइन आज सबै गरे त आजको तपाईँ क्यामेराम्यान हो ल आजको हाम्रो लास्ट भइसक्यो जम्बो टोली भाइटिका समापन कार्यक्रम एउटा किन त भेटै भयो ल केही हुँदैन आशिषको ब्लगमा चाहिँ छुट्यो भने के छुट्यो ठुलो जम्बो टिम चाहिँ ए अगाडिको जम्बो टिम छुट्यो ठिकै छ धेरै लामो हुन्छ त्यो त सबैले अघि कराइ खाएर त टिका लगाउनु जाने दुईजनाको चाहिँ अर्को सालदेखि चाहिँ अब कान्छाको 5 वर्ष चाहिँ अमर भाइको जुल्फीले अलिकति जुल्फी चाहिँ काट्नु पर्ने भतिजलाई यहाँ अरूले डिस्टर्ब गरेछ साइडमा बोल्ने मान्छेहरू अनि हाम्रो सुमन भाइको ब्लग चाहिँ कता पुग्यो त एकदम अहिले क्यामेरा सिक्दैछु म रोकिदिनु भयो क्या हरायो कहाँ गयो सबै ब्लगर भएर बिसरा सबै थाकेर बिहे गरेपछि अलिक हुँदछ मनमा दाजु खानुभयो खाइसक्यो खाना के भयो हामी यता भयो लास्टमा फोटो खिच्नुपर्छ धेरै बेला टिका लाउँदै ठिक्क भयो के नाचेर है यो टोपी चाहिँ अर्डर बुन्नेलाई नै दिनुपर्ने रहेछ के हो यहाँ अमूल्य चिजै खोल्दै हुनुहुन्छ यो पनि हुँदो रहेछ त्यस्तै हो नि यहाँ पावर पोसेली माइतीलाई दिँदै हुनुहुन्छ यसले चाहिँ पावर दिन्छ टिका लगाइदिनु पर्यो नि कसले लगाइदिने माइनानीहरूलाई यहाँ चाहिँ अब टिका फर्काउने कार्यक्रम त्यति सजिलो त छैन त टिका लगाउनु हात काम छ के त्यतिकै म बनाएर ल्याउँछु
होइन फेरि मुख मात्रै आइरहेको त भाइटिका सकिसक्यो अब चाहिँ यहाँ खानपिनको पूजा गर्दैछु म चाहिँ यो चाहिँ जुस हो ओरेन्ज जुस खाइराखेको छु ओरेन्ज जुस हो त्यो गर्नु नहोस् भने भिड्ने हो तर नाच्ने भनेर भिड्ने ल्याइ पो सकेर होइन यस्तो तिहारमा नाच्नु पनि पर्छ ननाचिकन रमाइलो हुँदैन भिडौँला पनि के छ त भिड्नमा हामी अगाडिदेखि नै राजी ल आजको हाम्रो तिहार चाहिँ लास्ट भइसक्यो आज चाहिँ हाम्रो यो चाहिँ अलिक पढ्नु आउँदैन रातो छ यो रातोले नै यस्तो रातोले फेरि यता नि रातो बनाउँछ रातो बनाउँछ यो चाहिँ अस्ट्रिचको अन्डा हो ल सरेस यो रातोले छोपेको अघि कालो कालो खायो सेतो खायो ल आजलाई हामी मेरो छोटो भ्लग चाहिँ यहाँ अन्त्य गर्छु भात मारा हो पेट हेर्ने कुरा गर्नुहोस् है